तिखे दाईको जन्ते बाख्रो गोर्खाली सिनेमा चाँडै आउनेवाला छ तपाईहरुको छेउमा र तपाईहरुको माया सपोर्ट चाहिँ धेरै दिनुहोस् होला र हाम्रो फर्स्ट मुहूर्त शट हाम्रो सम्मान्य ओसी सरद्वारा लिया जाँदैछ। क्ल्याप र हाम्रो शूट स्टार्ट भयो हेर्नुहोस्। फर्स्ट डे फर्स्ट टेक मुहूर्त शटको र हाम्रो विशेष गरेर गोर्खाली मिडिया उहाँहरूले धेरै धेरै धन्यवाद र दुई बोली हाम्रो ओसी सरद्वारा मुभीको लागि। दिल से भन्न चाहन्छु भने म त एक्टिङै हो र दोस्रो कुरो हो म एउटा ड्रामिस्ट हो, बहुत जग्गामा परफर्म गरेको हो। तर फिलहाल अहिले एज ए प्रोफेसनल पुलिस हुनको लागि त बिच चाहिँ अलिकति छोडे जस्तो भएको छ। र हाम्रो बिचमा मोहनराज छेत्री कमेडियन मोहनराज र उहाँले हाम्रो प्रमोसन भिडियोको लागि मेकअप गर्दै Hey guys, shooting हो रही है। अजय बार फिल्म और शूटिंग में है। हाय बोलने वाले ना हो। हेलो मैं जुबिन खान। हाँ मैं जुबिन खान। ये बार बाहर है मैं। राउंड खाई से। वो भाव है जैसे। सुधा को था। वो भाव में तो है। राउंड को तो लोग बिसार है। तो लोग फॉलो करिबो, इंस्टा फॉलो करिबो, लाइक करिबो, कमेंट करिबो, शेयर करिबो। सेटो जाने पूरा অসমত বিয়পিব লাগে। थैंक यू सो मच। আমার নাম পপি। পপিয়ে ভাল কফি নবনায়, ভাল মেকআপ কৰে। হ'ব এনে কান কিনিব নালাগে এনে অকমান ओके हाम्रो बीचमा फेरि देख्न पाउनु हुँदैछ मिस अनामिका नेवार। उहाँ पनि सुटको लागि मेकअप गर्दै। के मेकअप चल्दैछ तिम्रो के को लागि? यहाँ मुभीको लागि। के मुभीको लागि? प्रमोसन सङ तिखे दाईको जन्ते बाख्रा। ओके त तिमी के छौ त्यसमा? म हिरोइनको बुइनी। अनि के गर्छौ त हिरोइनको बुइनी? एक्टिङ गर्छौ? अनि डान्स को गर्छौ? डान्स मै गर्छु। तिमी गर्छौ? ओके ठीक छ, अल द बेस्ट। थ्याङ्क यू। अलि हाँसी त राम्रो छ। र मेकअप गरेपछि हाम्रो मिस अनामिका नेवार सुटको लागि रेडी। र हाम्रो सुटको लागि क्यामेराम्यानहरू सबै नाइट सुटको लागि रेडी भयो। हाम्रो डे सुट सबै रेडी, आर्टिस्ट क्यामेराम्यान। र हल्काले हाम्रो साथी एउटा तल्ल सँगै हाम्रो एक्टरहरूको सानो सानो बाइक र हाम्रो तिखे दाईको झलक हल्काले एउटा बाख्रासँगै हल्काले झलक एउटा। र सँगै हाम्रो नाइट सुट प्रमोसनको खत्म भएर अब हामी वर्कसपतिर जाउँला। देख्नुहुँदैछ वर्कसपमा मिस अनामिका नेवार उहाँको ट्रेनिङ चल्दै र सबैको ट्रेनिङ तपाईहरु देख्नुहुँदैछ होला। भन्नु त अझै गरौँ न त। सानो सानो सबैको हाँसी रमझमको भिडियो बाइक लिँदै
वर्कसपमा यता मलाई हेरेर भन त चलो भन र वर्कसप सकेर हामी डाइरेक्टली सुटमा फर्स्ट डे सुटको लोकेसनमा शिफ्ट भएको हाम्रो फर्स्ट डे सुट क्यामेराम्यान कृष्ण र आर्टिस्टहरू सुटमा र हाम्रो नाइट सुट हाम्रो देख्नु पाउँछ जन्ते बाख्राको फर्स्ट डे नाइट आर्टिस्टहरूले धेरै मेहनत गर्दैछ यो मुभीको लागि तपाईहरुले माया चाहिँ पक्का दिनुहोस् हाई भन्नु हाई गर्छ ब्लग दा हो हजुर हो त लाइट पकाउने आर्टिस्टको सँग ऑडियन्स पनि धेरै आउनु भएको छ गाउँको छिमेकीहरू सुटिङ हेर्नको लागि हाम्रो केयरटेकर डिओपी को टिम पुरा काममा व्यस्त र हाम्रो एडी उहाँले कस्ट्युम हामीले दिएको थियौँ मुभी सुटको लागि तर बिचारा उहाँ एडीले आफ्नो दामे काट्नु भुले रहेछ र हामीको फेरि नाइट सुट तपाईहरुले देख्नु पाउनुहुँदैछ नाइट सुट केटाहरूले धेरै 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 कष्ट गर्दैछ तिखे दाइको जन्ते बाख्रो मुभीमा तपाईहरुले माया दिनुहोस् खाऊ सदा खाऊ सादा लिएर खाऊ हालो नाइट सुट केटाहरूले धेरै कष्ट गर्दैछ आर्टिस्टहरूले यो अलग शिफ्ट हो तपाईको जुन नजारा धेरै रमाइलो छ अब त्यो मुभीमा चाहिँ पक्का तपाईहरुले देख्न पाउनुहुन्छ हाम्रो सेकेन्ड डेको केयरटेकरले तिखे दाइको डाइरेक्सन दिँदै हाम्रो आर्टिस्टहरू रेडी छ सुटिङ चल्दैछ सेकेन्ड डे सुटिङ यो हाम्रो बहुत ही माने जोसेला छैनन् जस्तो सोचिन्छन् त्यसको चाहिँ अपोजिट छ धेरै 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 कष्ट गरिँदैछ यो मुभीको लागि हाम्रो अब सब ऑडियन्सको माथि छ तपाईहरुले माया चाहिँ पक्का दिनुहोस् स्टाफ बोय डिपार्टमेन्ट टिम उहाँहरु अनि पार होस् के छैन तेरो फ्रेमिङ त्यही हो आशिष उठ्दा सुजित त अलिक अगाडिसम्म आइज है आइजा बस बस भाइ बस बस ऑडियन्सहरुको सँग हल्काले रमझम गर्दै हाम्रो क्यामेराम्यान र यो अर्को शिफ्ट लोकेसन हामी भएको देख्नु पाउँदैछ होला कता कता थोपतिर मान्छे दुइटा खानु पनि र हाम्रो जन्ते बाख्रो हेर्नु हुँदैछ होला फाइटमा फाइट नाइट सुटको नजारा थर्ड डे सुटिङ देखाइरहेको जन्ते बाख्रो तपाईको दिनु त अभिजित अफ गर भन्दा अफ गर्नु ल त्यहाँ खाली र हाम्रो स्पेशल गेस्ट तपाईहरुले सरप्राइजै दिनुहुँदै थियो अब देख्नै हुँदैछ होला त्यो पछि तपाईहरुले थाहा पाउनुहुन्छ नाइट सुट धेरै कष्ट गरेर जाँदैछ राम्रो आर्टिस्टहरु चाय पिँदै रमझम गर्दै यहाँ हाम्रो आर्टिस्टहरु सबैले मेहनत कष्ट गर्दैछ र कोही आर्टिस्टहरु लुकी लुकी पनि हेर्दैछ देख्नु हुँदैछ यता हाम्रो आर्टिस्टहरु रमझममा